पहिले हामी बानी बनाउँछौँ, त्यसपछि बानीले हामीलाई बनाउँछ। नमस्कार सम्पूर्ण महानुभावहरू, म सुभाष भट्टराई यहाँहरूको मोटिभेटर छु। एकछिन हामी सोचौँ त, आज हामी जहाँ छौँ त्यो हिजो हाम्रो निर्णयको परिणाम हो। हामीले दैनिक जीवनमा गर्ने क्रियाकलापहरूलाई अटो पाइलट मोड अथवा स्वचालित प्रक्रियामा पुर्याएका क्रियाकलापहरू, कामहरूलाई हामी ह्याबिट अथवा बानी भन्दछौँ। बानी भनेको वास्तवमा भन्ने हो भने सबकन्सियस माइन्डमा सुरक्षित रहेको अटो पाइलट अथवा एटोमिक प्रोग्राम हो। सुरुवातमा हामी कन्सियस माइन्डबाट निर्णय गर्छौँ। सामान्यतः भोलि म बिहान 5 बजे उठ्छु। जब त्यो काम दैनिक रूपमा हामी दोहोऱ्याउँछौँ र हाम्रो सबकन्सियस माइन्डले भन्छ यो हाम्रो नयाँ प्रोग्राम हो, यसलाई अब अटो पाइलट मोड अथवा स्वचालित अथवा एटोमिक बनाइदिन्छु। त्यस्तै गरी दाँत मान्ने, साइकल चलाउने, गाडी चलाउने हरेकपल्ट हामीले सोच्नु पर्दैन। बानीले स्वचालित अटो पाइलट मोडमा काम गरिरहेको छ। यदि हामीले बिहान उठ्ने बित्तिकै मोबाइल समात्ने बानी दैनिक रूपमा दोहोऱ्यायौँ भने त्यो हाम्रो सबकन्सियस माइन्डले अटो पाइलट मोड प्रोग्राम बनाउँछ र हामी हरेक दिन बिहान बिउजिने बित्तिकै मोबाइल आफसे आफ खोज्न थाल्छौँ। तर यदि हामीले बिहान उठ्ने बित्तिकै ओछ्यान मिलाउने बानीको सुरुवात गर्यौँ भने हरेक दिन हामी जुरुक्क उठेर ओछ्यान मिलाउने प्रक्रियाको सुरुवात गर्छौँ र त्यो बानी अटोमिक बन्न पुग्दछ। त्यसैले हामीले पहिले बानी बनाउँछौँ, पछि बानीले हाम्रो चरित्र बनाउँछ, अनन्ततः चरित्रले हाम्रो भविष्य बनाउँछ।